छैन दाइ यो टोकरी मैले पुरा पल्टाउँछु भनेको थिएँ कि आधी पल्टाउँछु भनेको थिएँ पुरै पल्टाउँछु भनेको थिएँ नि यो टोकरी आधा पल्ट्यो कि पुरा पल्ट्यो आधा आधा पनि पल्टेन ए दाइ मैले जुन ठाउँमा यो खेल गर्दाखेरि मेरो यो टोकरी मेरो पुरा पल्टिन्थ्यो तर आज किन आधी पल्ट्यो पहिला म हेर्छु अनि सबैजना दाजुभाइलाई यो टोकरी पल्टाएर देखाउँछु हुन्छ भन्नुहोस् न हुन्छ हजुर ए दाइ टोकरी पल्टाउन सकेन यो मेरो एउटा नेपाली भाइको यो सामानमा आगो लगाइदिनु होला बोलेको वचन म पुर्याउँछु एकछिन बस्या मान्छे बसेर हेरिदिनुहोस् हात जोड्छु यत्रो बेर बस्नुभयो 5 मिनट एकछिन यताउता नगरिदिनुहोस् न बाहिरबाट हल्ला नगरिदिनुहोस् एकछिन यताउता नगरिदिनुहोस् म के आएको छु म टोकरी पल्टाएर दिन्छु हेलो हामीलाई के देखाउनु दाइ जादु फुटपाथमा दिगदार लागेर आउँछ एकछिन बस्या मान्छे बसेर हेरिदिनुहोस् भनेको थियो उठ्या मान्छे उठेर हेरिदिनुहोस् भने बुझ्ने मान्छेले यत्रो नेपाली दाजुभाइ आमा कुरा बुवाले बुझिदिनु भयो नबुझ्ने मान्छे पछाडिबाट 2-4 मूर्खले के गरिदियो दाइ ठाउँको माटो छोडिदियो मैले एकछिन बस्या मान्छे बसेर हेरिदिनुहोस् उठ्या मान्छे उठेर हेरिदिनुहोस् भनेको थिएँ बुझ्ने मान्छेले यत्रो कुरा बुझिदिनु भयो नबुझ्ने मान्छेले ठाउँको माटो छोडिदियो मेरो मिस्टेक भयो मैले बनाउँछु भनेको थिएँ यसलाई साप्रभूत हो किन भन्नुहोस् त ए दाइ साप्रभूत बनाउँछु भनेको थिएँ यो एरियामा यो मसानको इन्द्रजालको दाइ एउटा भूत निकाल्छु भनेको थिएँ साप निकाल्छु भनेको थिएँ उल्टेछ पल्टेछ जुन मैले बनाएको सापले यही भाइलाई टोक्दैछ साप गायब भयो एकछिन हात जोडिदिन्छु एकछिन यताउता नगरिदिनुहोस् भनेको थिएँ बुझ्ने मान्छेले एकछिन बसिदिनुहोस् न है दाइ एकछिन यताउता नगरिदिनु न हात जोड्छु यो भाइलाई अलिकति गाह्रो भयो मुख फुटाएर रक्तधारा बनाइदियो एकछिन यताउता नगरिदिनु के मजा गरे जस्तो लाग्छ दाइ यसलाई मैले चक्कु हानेको थिएँ छुरी हानेको थिएँ के मजा गरे जस्तो लाग्छ दाइ मुटु फुटाएर रक्तधारा बनाइदियो छ्या एकछिन यताउता नगरिदिनुहोस् न भनेको थिएँ पछाडिबाट यो मसानको खेल हो त्यही भएर दाइ यो भाइलाई गाह्रो हुन्छ तपाईँले ठाउँको माटो छोडिदिनु भयो एरिया बाँध्नेको खेल हुन्छ तपाईँले ठाउँको माटो छोड्दै यो भाइको धेरै खुन बग्छ यो भाइलाई मैले उठाउन सक्दिनँ यो भाइ यहीँ मर्छ मैले त्यही भएर एकछिन बस्या मान्छे बसेर हेरिदिनुहोस् उठ्या मान्छे उठेर हेरिदिनुहोस् एकछिन यताउता नगरिदिनुहोस् भने ए दाइ म हात जोड्छु अहिले पनि तपाईँले रगतको खेल हेर्नुहुन्छ बस्या मान्छे बसेर नै एकछिन यताउता नगरिदिनुहोस् फेरि यताउता गरिदिनु भयो जानेर फेरि म यो भाइलाई किन बारम्बार हात जोड्न सक्दिनँ तपाईँले पैताला माटो त लिएर जानुहुन्न नि यतिकैको पैताला माटो उ त्यो हड्डीमाथि यो भाइमा ओ भाइ ओ माटो फालिदिन्छु बाटोमा गएर रिङबाट लाए चक्कर लाए फेरि मलाई गाली नगर्नुहोस् ढले मलाई नगर्नुहोस् भ्योस् किन रगतको खेल हुन्छ यहाँ भयो भने त म उता गर्छु खेर लाएर यहाँबाट बाहिर गरिदिनु भयो रगतको खेल हुन्छ रिङबाट लाए चक्कर लगाएपछि पछि मलाई जिम्मेवारी नगर्नुहोस् है मान्छे ल्याएर कुट्न नआउनुहोस् हात जोड्छु तपाईँको पनि भाइ छोरा नाति प्यारो होला भने मेरो भाइ पनि यो प्यारो छ एकछिन भिडियो बन्द गरिदिनुहोस् न दाइ ए दाइ भन्नुहोस् त यो भाइलाई गाह्रो भइरहेछ कि आराम भइरहेछ सबले बोल